ल ल गाइज हामी अहिले तुलसीबाट पश्चिम हाम्रो दङ्गेशरण गाउँपालिकामा थारू सङ्ग्रहालयमा हामी उपस्थित भइसकेका छौँ विद्यार्थी भाइ बहिनीहरूसँग। के छ ल सबैजना लाई भित्र हामी लगे। ल ल गाइज हामी अहिले तुलसीबाट पश्चिम हाम्रो दङ्गेशरण गाउँपालिकामा थारू सङ्ग्रहालयमा हामी उपस्थित भइसकेका छौँ विद्यार्थी भाइ बहिनीहरूसँग। के छ ल सबैजना लाई भित्र हामी लगेर हिँड्दैछौँ। ल आउनुहोस्। हाम्रो थारू सङ्ग्रहालय यस्तो रहेको छ। हाम्रो पुरानो रहन सहन थारू जातिहरूको हजुरहरूले देख्न सक्नुहुन्छ। एकदम बवाल छ, बवाल छ, बवाल छ। एकदम 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 बेस्ट छ। अनि सबजना त्यो सामान नछुयो भने टक्क सब हेऱ्यो है, टक्क आयो, टक्क लाएर। ल सर भीम सर आउनुहोस् अगाडि। ल अब सर हामी अब फाइनल्ली भित्रतिर छिरिसकेका छौँ। ल अब आगो ल आगो पनि बलिरहेकै छ है। अब भीम सर हजुर हेर्नुहोस् हाम्रो थारू जातिहरूको भान्सामा हामी छिरेका छौँ। हेर्नुहोस् पाकिरहेछ चियापान कार्यक्रम। ठिक छ नि हजुर? एकदम राम्रो छ, रमाइलो भइरहेछ नि? एकदम रमाइलो भइरहेको। हाम्रो मामाजी हुनुहुन्छ यहाँ, मामाजीले पनि पुरा घुमिरहनु भएको। अनि यहाँ तिलक सर पनि हेर्नुहुन्छ, हेर्नुहोस् यहाँ अब होइन फाइनल्ली होइन। अनि अब के छ यतातिर हाम्रो आज ल आउनुहोस्। मिति 2083 1 महिना 30 गते आनन्द एकाडेमी मोबाइल त मेरो केरा लगाएर घन्सेला माग्नु। विद्यार्थीहरू ल सर आउनु त यता भीम सर, भीम सर ल हेर्नुहोस् भिजिट टक्क लाएर हेर्नुहोस् थारू सङ्ग्रहालयमा। बजाले यो दङ्गेशरण हेर्नुहोस् टक्क लाएर थारू शिक्षा कार्यक्रम भइरहेछ है। रहेको छ। अनि टक्क लाएर ल आउनु आउनु भीम सर आउनुहोस्। ओहो ल फाइनल फाइनल हामी यहाँ फाइनल्ली पुगिसकेका छौँ। यसो पूजापान कार्यक्रम भइरहेछ, रहन सहन तर बवाल रहेछ। पुरानो याद झझल्को झल्किरहेको छ। ल अब आगो आगो रोटी रोटी कहाँ छ? ल भीम सर यहाँ देखाउनु त। हेर्नुहोस् यहाँ टक्क आगो बलिरहेछ, दाउरा साउरा यसो सिमल सामल पारेर। त्यो छुन्न के सामान नछुन्ने दाउरा त के भन्नु? ल नानीहरूलाई देखाउनुहोस्। जाम 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 यता यता हेर्नुहोस्, ल हेर्नुहोस् हेर्नुहोस् राम्रोसँग हेर्नुहोस्। ल है राम्रोसँग घुमघाम गर्नुपर्छ। ल आइज है तँले आइज। ल टक्क लगाएर निस्किम। ल ढुङ्गे डान्स लुङ्गी डान्स लुङ्गी डान्स। ओए बाबु जाम है आइज है भित्र हिँड्न न भित्र आइज आइज टोली आइज। ल आउनु भीम सर आउनुहोस्। हेलो भीम सर, भीम सर ल आउनुहोस्। टोली अगाडि बढिसकेको छ गाइजहरू होइन। ल टक्क आएर हेर्नुहोस् है हाम्रो थारू सङ्ग्रहालय भिजिट। ल माटुने ल यो हो क्या लाइन माटुने। ल आउनुहोस् सर यता आउनु त। ल भीम सर आउनुहोस् यहाँ। ल हाम्रो रक्सी पार्ने कार्यक्रम पनि भइरहेकै छ है। ल टक्क लाएर गाइज हेर्न सक्नुहुन्छ हाम्रो थारू सङ्ग्रहालयको झझल्को। हाम्रो पुरानो परम्परालाई कदर गर्दै अहिले हाम्रो थारू सङ्ग्रहालयतिर हामी आउँदा पनि यस्तो रहन सहन जे होस् चलिरहेकै छ।
हेर्न सक्नुहुन्छ हजुरहरूले यता रक्सी पार्ने बान चलिरहेकै छ, यता खाना पाकिरहेको छ, यतातिर अरू बन्दैछ घिग्रीहरू। यो हाम्रो थारू सङ्ग्रहालयको एकदम यो चाडपर्वहरूमा धेरै जसो युज गरिने घिग्री चामलको पिठोबाट बनाइन्छ, यहाँ बनिसकेकै छ। ल हामी फेरि अब अर्कोतिर जान चाहन्छौँ। अनि हेर्न सक्नुहुन्छ हाम्रो पुरानो परम्पराको जाँतो पनि चलिरहेकै छ। जाँतो हेर्नुहोस्, ढिकी हेर्नुहोस् कति राम्रो छ। के छ अब यस्तो हो, पुरानो परम्परालाई जोगाइरहनु भएको छ हाम्रो पश्चिम थारू सङ्ग्रहालयले र संरक्षण गरेर राख्नु भएको छ पुरानो पुरानो चिजहरू। हेर्न सक्नुहुन्छ यो जाँतो भन्ने चिज हाम्रो गाउँघरमा कुनै कुनै ठाउँ आजभोलि पनि युज भएकै छ। र यता ढिकी, ढिकी पनि हेर्नुहोस् हाम्रो पहिले जमानाहरूमा धान कुटेर यसबाट खाइन्थ्यो भने आजभोलि मिलहरू युज गरिन्छ। ल हेर्न सक्नुहुन्छ, हेर्नुहोस् रमाइलो नाचगान अनि पुरानो परम्पराको घर हेर्नुहोस् यतातिर आफ्नो थारू सङ्ग्रहालयको। अनि हाम्रो यो यता यो बङ्गुरहरू पनि यस्तो पाल्नुहुन्छ उहाँहरूले भनेर यो झझल्को देखाइरहनु भएको छ टक्क लाएर। ठिक छ नि, एकदम ठिक छ। ल हेर्नुहोस्, देखाइदिनुहोस् एकचोटि जताततै भिजिट गरिदिनुहोस्। ल भीम सर यता आउनु त, टक्क लाएर आउनुहोस् यता। एकवटा सब घुमेर भइदिए। ल हामी चाहिँ अहिले हेर्नुहोस् यसो देखाउन सक्नुहुन्छ हाम्रो पुरानो पुरानो भाँडाकुँडाहरू। यही हो हाम्रो पुरानो भाँडाकुँडाहरू, अहिलेको भाँडाकुँडाहरू जोगाउनु भएको छ। खुसी लाग्छ आफूले आएर हेर्न पाउँदा, यहाँसम्म आएर यस्तो सामानहरू हेर्न पाउँदा, नदेखेको चिजहरू देख्न पाउँदा। यो विद्यार्थी साथीहरूलाई पनि यहाँसम्म ल्याएर यो बिहानको मर्निङ टाइममा रनिङको दौरानमा तुलसीपुर उपमहानगरपालिकाबाट हामी पश्चिमको दङ्गीशरण गाउँपालिकामा विद्यार्थी भाइ बहिनीहरूलाई ल्याएर यहाँसम्म उपस्थित भएका छौँ। हेर्न सक्नुहुन्छ विद्यार्थीहरूले घुम्नलाई साह्रै रहर गर्नु भएको थियो पश्चिम थारू सङ्ग्रहालय हामीले यहाँ ल्याएर देखाउन सफल भएका छौँ। हाम्रो मदन बुढाथोकी सरले ढिकी कुट्दै हुनुहुन्छ, हेर्नुहोस् यहाँ। ल हाम्रो म्युजियमतिर अब थारू सङ्ग्रहालयको खानपिनको बारेमा हामी केही जान्न चाहन्छौँ। हेर्नुहोस् हाम्रो पहिलेको पुरानो खानपिन जस्तै यहाँ हेर्नुहोस् घिउहरू, तोरीको तेल अनि महहरू, अनि त्यस पछाडि घिग्रीहरू अनि यस्तो यस्तो चिजहरू राख्नु भएको छ। हेर्न सक्नुहुन्छ हजुरहरूले। सामानहरू कसैले, साथीहरू सामानहरू कसैले नछुटिदिनु होला है। अनि हाम्रो यो खानुपर्ने अहिलेको जमानामा, अहिलेको युगमा आएर खानुपर्ने चिजहरू, यस्तो खानु पर्दा स्वास्थ्यलाई केही फाइदा हुन्छ भनेर यस्तो चिजहरू सम्झनाको लागि राखिदिनु भएको छ। हेर्न सक्नुहुन्छ हाम्रो यस्तो यस्तो चिजहरू रहेको छ। हामीले अहिले आएर यो युगमा आएर हामीले खानुपर्ने पुरानो चिजहरू शरीर स्वस्थ बनाउनको लागि हामीले अहिले जङ्क फुडहरू धेरै युज गरिरहेका छौँ। त्यो युज नगर्नु होला, त्यस्तो युज गर्नु हुँदैन, स्वास्थ्यको लागि हानिकारक छ भनेर हामीलाई अहिले हामीले खानुपर्ने के हो त हेर्नुहोस्। यो आलस भन्ने चिज यो हाम्रो गाउँघरतिर अर्सी भन्छ, यसलाई यतातिर आइसकेपछि नाम मोडिफाई गरेर आलस भनिएको छ। र हाम्रो हेर्नुहोस् भाङ्गो, एकदम पुरानो भाङ्गो गाउँघरतिर आजभोलि चटनीहरू खाइरहनु भएको छ। भाङ्गो हेर्न सक्नुहुन्छ। त्यसै गरी हामी अब अर्कोतर्फ लागिरहेका छौँ। हेर्नुहोस् हाम्रो यहाँ सब साथीहरू घुमिरहनु भएको छ। त्यहाँ त गएको होइन र। ल आउनुहोस् बाहिर निस्किनु त। ल तिलक सर आउनु त, एक दुई शब्द भनिदिनु त के छ। तिलक सरलाई क्यामेरामा हाल्नु त। ल ओ घन्छ मोबाइल खै मेरो। नमस्कार नमस्कार। ल ल गाइज हामी अहिले तुलसीपुरबाट पश्चिम हाम्रो दङ्गेशरण गाउँपालिकामा थारू सङ्ग्रहालयमा हामी उपस्थित भइसकेका छौँ विद्यार्थी भाइ बहिनीहरूसँग। के छ ल सबैजना
लाई भित्र हामी लगेर हिँड्दैछौँ। ल आउनुहोस्। हाम्रो थारू सङ्ग्रहालय यस्तो रहेको छ। हाम्रो पुरानो रहन सहन थारू जातिहरूको हजुरहरूले देख्न सक्नुहुन्छ। एकदम बवाल छ, बवाल छ, बवाल छ। एकदम 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 बेस्ट छ। अनि सबजना त्यो सामान नछुयो भने टक्क सब हेऱ्यो है, टक्क आयो, टक्क लाएर। ल सर, भीम सर आउनुहोस् अगाडि। ल अब सर हामी अब फाइनल्ली भित्रतिर छिरिसकेका छौँ। ल अब आगो ल आगो पनि बलिरहेकै छ है। अब भीम सर हजुर हेर्नुहोस्, हाम्रो थारू जातिहरूको भान्सामा हामी छिरेका छौँ। हेर्नुहोस्, पाकिरहेछ चियापान कार्यक्रम। ठिक छ नि हजुर? एकदम राम्रो छ, रमाइलो भइरहेछ नि? एकदम रमाइलो भइरहेको हाम्रो मामाजी हुनुहुन्छ यहाँ, मामाजीले पनि पुरा घुमिरहनु भएको। अनि यहाँ तिलक सर पनि हेर्नुहुन्छ, हेर्नुहोस् यहाँ अब होइन फाइनल्ली होइन। अनि अब के छ यतातिर हाम्रो आज ल आउनुहोस्। मिति 2083 1 महिना 30 गते आनन्द एकाडेमी मोबाइल त मेरो केरा लगाएँ घन्सेल माग्नु। विद्यार्थीहरू ल सर आउनु त यता भीम सर, भीम सर ल हेर्नुहोस्, भिजिट टक्क लगाएर हेर्नुहोस्। थारू सङ्ग्रहालयमा बडाले यो दङ्गी हेर्नुहोस्, टक्क लगाएर थारू शिक्षा कार्यक्रम भइरहेछ है। रहेको छ। अनि टक्क लगाएर ल आउनु आउनु भीम सर आउनुहोस्। ओहो ल फाइनल फाइनल हामी यहाँ फाइनल्ली पुगिसकेका छौँ। यसो पूजापान कार्यक्रम भइरहेछ, रहन सहन तर बवाल रहेछ। पुरानो याद झझल्को झल्किरहेको छ। ल अब आगो आगो रोटी रोटी कहाँ छ? ल भीम सर यहाँ देखाउनु त। हेर्नुहोस् यहाँ टक्क आगो बलिरहेछ, दाउरा साउरा यसो सिमल सामल पारेर। त्यो छुन्न के सामान नछुन्ने दाउरा त के हेर्नु ल नानीहरूलाई देखाउनुहोस्। जाम 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 यता यता हेर्नुहोस्, ल हेर्नुहोस् हेर्नुहोस् राम्रोसँग हेर्नुहोस् ल है, राम्रोसँग घुमघाम गर्नुपर्छ। ल आइज है तले आइज। ल टक्क लगाएर निस्किम। ल ढुङ्गी डान्स लुङ्गी डान्स लुङ्गी डान्स। ओए बाबु जाम है आइज है, भित्र हिँड्न न भित्र। आइज आइज तले आइज। ल आउनु भीम सर आउनुहोस्। हेलो भीम सर, भीम सर ल आउनुहोस्। ठुली अगाडि बढिसकेको छ गाइजहरू होइन। त टक्क आएर हेर्नुहोस् है, हाम्रो थारू सङ्ग्रहालय भिजिट। ल माटुने ल यो हो क्या लाइन माटुने। ल आउनुहोस् सर यता आउनु त। ल भीम सर आउनुहोस् यहाँ। ल हाम्रो रक्सी पार्ने कार्यक्रम पनि भइरहेकै छ है। ल टक्क लगाएर गाइज हेर्न सक्नुहुन्छ हाम्रो थारू सङ्ग्रहालयको झझल्को। हाम्रो पुरानो परम्परालाई कदर गर्दै अहिले हाम्रो थारू सङ्ग्रहालयतिर हामी आउँदा पनि यस्तो रहन सहन जे होस् चलिरहेकै छ। हेर्न सक्नुहुन्छ हजुरहरूले, यता रक्सी पार्ने बान चलिरहेकै छ, यता खाना पाकिरहेको छ, यतातिर अरू बन्दैछ घिग्रीहरू। यो हाम्रो थारू सङ्ग्रहालयको एकदम यो चाडपर्वहरूमा धेरै जसो युज गरिने घिग्री चामलको पिठोबाट बनाइन्छ, यहाँ बनिसकेकै छ। ल हामी फेरि अब अर्कोतिर जान चाहन्छौँ। अनि हेर्न सक्नुहुन्छ बिचमा बिचमा यता बिचमा एकपल्ट यता यता जान्छन् अनि तपाईँ
खनाको घुमेर उता फर्केर तपाईँ बिचमा बिच छ एका बिजु एक कुनै यता यता जान्छन् अनि तपाईँ खनाको घुमेर उता फर्केर माथि चारी बस्यो ढुङ्गा मुनि माछा